म चाहिँ रेडी भइसकेको छु है इभेन्टमा जानु लागि। अनि हाम्रो गुरुवथानमै इभेन्ट भइरहेछ, त्यही जानुलाई। हेलो, गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी सानो प्रोग्राममा गइरहेको छौँ र हाम्रै यहाँको गुरुवथान वेभबाट चाहिँ मिस गुरुवथानको चाहिँ आज ग्रान्ड फिनाले हो। अनि त्यही भएर चाहिँ हामीलाई पनि इन्भाइट गरेको छ। सो आजको ब्लग चाहिँ यही हुनेवाला छ। सो स्टे ट्युन, बाइ बाइ। यो चाहिँ हाम्रो गुरुवथानको ग्राउन्ड हो, हेर्न सक्नुहुन्छ। यहीँनिर हाम्रो 15 अगस्टहरू एभ्रिथिङ प्रोग्रामहरू जे चाहिँ अब स्पोर्ट्सहरू भयो भने यहीँ हुन्छ हो। हामी चाहिँ आइपुग्नु आँटेको छ, राजुदबी स्कुल आइपुग्यौँ है। सुन्नुहुँदै होला, अनाउन्स गर्दैछ। सो स्टे ट्युन गाइज। We are happy today. We are so excited to be hosting this beautiful event that is Miss Guruvathan 2025. Yes, Guruvathan Grand Finale live सफल बनाउँ। This category को निम्ति म नानीहरूलाई मञ्चमा निम्ताउन गइरहेको छु। तपाईँहरू जोरदार तालीले हामीले आशा गर्छौँ र म जोडीहरूलाई रेडी अनि यसरी ग्रुमर्सलाई हाम्रा छोरी नानीहरूलाई मञ्चमा आएर हाम्रो दर्शकहरूको अघि प्रस्तुत गरेर आइदिनु हुन हार्दिक निम्ताउन गइरहेको छु। गीत क्याटेगोरीबाट हाम्रा साना साना नानीहरू जोरदार ताली बजाइदिने म अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। सुमन प्रधान सेक्रेटरी कालिम्पोङ गर्ल्स रुरल वेलफेयर फाउन्डेसनका डिरेक्टर यहाँलाई मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै राहुल अग्रवाल एड लाइभ कालिम्पोङ डिरेक्टर यहाँलाई मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी नै मिस हिलबाट आउनुभएका आदरणीय पुष्प कुमार जुलाई मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँको साथ सहयोगको निम्ति गुरुवथान फाउन्डेसन हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्दै एड पार्टनर अनि इभेन्ट पार्टनरलाई सम्मान गर्नको निम्ति म मञ्चमा हाम्रा आजका प्रमुख अतिथि मानिस संसारको सबैभन्दा कमजोरी व्यक्ति हो। एकार्काको साथ पनि सोचौँ किन, मानिसहरूले केही पनि गर्न सक्दैन रहेछ। हावा छैन भने सास पनि लिन सक्दैनौँ अनि कसैको साथ छैन भने इभेन्टहरू सफल हुन सक्दैन। र यस हाम्रा ठुलो होमस्टेका प्रोप्राइटर पूर्ण दाजुलाई ससम्मानले बोकी प्रदान गर्दै उहाँलाई यो स्मृति चिन्ह प्रदान गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। जोरदार ताली बजाइदिने अनुरोध गर्दै यसरी पाल्देन लामाजुलाई अघि आइदिने अनुरोध गर्न चाहन्छु। यसरी नै हाम्रो टुडेस टेलर चित्तरञ्जन रोय सम्मानित प्रदान गर्दछ, जसको हरेक साथ अनि सहयोग हामीले पाइरहेका छौँ। यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। आगामी दिनहरूमा यदि दाजुलाई एकछिन आइदिनु गर्छु।
र सम्झना छेत्रीज्यू यहाँलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसरी नै टुरिस्ट टेलर चित्ररञ्जन रोय जसले हामीलाई साथ दिनुहुन्छ हरेक च्यानलमा यसरी एडहरू दिएर साथ दिइरहनु भएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छौँ। त्यसरी नै सुमन प्रधान र यो साथ सहयोग आगामी दिनमा पनि तपाईँहरूबाट हामीले पाउनेछौँ भन्ने आशा राखेका छौँ। यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। हाम्रो आजको आदरणीय चिफ गेस्ट रोहन थापा ज्यू साथसाथै एड पार्टनर अनि इभेन्ट पार्टनर यहाँलाई हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। वेशभूषामा सोचेर अब ग्ल्यामरको रूपमा उहाँहरू यहाँ आउनुहुन्छ र मानिसले कति भिन्नता देखाउँछ, कति भिन्नता हामीले आजको लागि चाहिँ यति नै हो। सो थ्याङ्क यू फर वाचिङ। फेरि पनि भेट्नेछौँ नेक्स्ट भ्लगमा। अहिलेको लागि बाई बाई, टेक केयर। गरिमा भोक लाग्दैछ? भोक त लागेन है। त्यहाँनिर प्याकेट लन्चमा चाहिँ फ्राइड राइस थियो अनि भोक चाहिँ खत्रै लागेको थियो। बिहान ब्रेकफास्ट मात्रै गरेर निस्केको थियौँ नि त हो। अनि त्यहाँ प्याकेट लन्च खाएर चाहिँ अलिक है हेर्नु हुने भयो बिचरा। यो त झन् बाख्राकोटबाट खाजा बिस्किट र चिया मात्रै खाएर आएको अरे। मैले मसँग जानुपर्छ भनेर छिटो आइज ल भनेको थिएँ नि त मामा घरबाट। बिहान छिट्टै आएको थियो, ब्रेकफास्ट पनि राम्ररी नगरिकन चाहिँ आएको थियो। सो यहाँनिर त्यो फ्राइड राइसहरूले चाहिँ अलिकति उयो भयो है। भन तिमीलाई के भन्नु छ? भेरी साई हो, मलाई केही भन्नु छैन।